हेलो सम्पूर्ण साथीहरु नमस्कार। म चाहिँ अहिले ड्युटीको तयारीमा हो। अब ड्युटी जाने तयारीमा छु, ड्युटी जानेछु। त्यसपछि अहिले भर्खरै लिफ्टमा चढेर जाने हो, जुन चाहिँ तपाईले सजिलै देख्न सक्नुहुन्छ। अब केही समयमा बाहिर ग्राउन्डमा गएर केही थोरै एक्सर्साइज गरेर बल्ल ड्युटी जानुपर्ने छ। अहिले म बिहानको चिसो हावा, एकदम चिसो हावा, मौसम धेरै राम्रो छ। हावासँगै चराको चिरबिरहरूसँगै म चाहिँ अहिले हिँडिरहेको छु। अब के गर्नु, मान्छेलाई एक्सर्साइज पनि गर्नै पर्यो, काम पनि गर्नै पर्यो। जुन चाहिँ स्वास्थ्य रहनको लागि हरेक एक्टिभिटिज गर्न जरुरी छ। र तपाईहरुले यी मान्छेहरुको अवस्था पनि यसरी हेर्न सक्नुहुन्छ, जुन चाहिँ आफ्नो कार्यमा व्यस्त रहछन्, जुन चाहिँ आफ्नो काममा जानको लागि मान्छेहरु पुरै टछार मछार गरिरहेको छ, दौडिरहेको छ, हिँडिरहेको छ भने म पनि त्यही प्रकारले जानेछु। र तपाईहरु देख्न सक्नुहुन्छ। अब म चाहिँ यो कम्पाउन्डको गेटदेखि बाहिरिनै छु। कम्पाउन्डको गेटदेखि बाहिरिएर अब उता पार्क छ, त्यहाँ पार्कमा गएर थोरै चिसो हावा खाएर अब 1-1.5 घण्टा हावा खाएर मात्र अब ड्युटीमा लाग्नेछु। अहिले चाहिँ तपाईहरुलाई पार्कको अवस्था पनि देखाउने नै छु, जुन चाहिँ पार्कको अवस्था यस्तो प्रकारको रहेको छ कि जुन यसमा क्रिकेट, फुटबल र बास्केटबल खेल्ने गर्दछ मान्छेहरु, हरेक मान्छेहरु भने अब सम्पूर्ण मान्छेहरु आफ्नो एक्टिभिटिजमा, क्रियाकलापमा बिजी छ, दौडिरहेको छ। मर्निङ भने म पनि एकछिनमा थोरै भए पनि स्वास्थ्यको लागि पसिना बगाउने छु। अब तपाईहरुलाई म मान्छेहरु एक्सर्साइज गरेको भने देखाउने छु। यहाँनिर जुन चाहिँ छुट्टीको टाइममा त हजारौं मान्छेहरुको भेला गर्ने गरेछ भने आज यो बिहानको हावा खान, बिहानको मौसममा तपाईको मान्छेहरु प्राय कमै आउने गरेको छ। र जुन कमै आए तापनि, यो समयमा कमै आए तापनि मान्छेहरु टाइम मिलाएर आउने गरेछ। र अहिलेको अवस्थामा सम्पूर्ण मान्छेहरु स्वस्थ रहनको लागि पनि फिजिकल एक्सर्साइज गर्ने गरिरहेको छ। अहिले मान्छेहरुमा जनचेतना एकदमै फैलिएको छ भने तपाईहरु देख्न सक्नुहुन्छ। यो प्रकारको यसरी मान्छेहरु दौडिरहेको छ, कुदिरहेको छ। कोहीले चाहिँ कुदिसकेपछि थोरै भए पनि एक्सर्साइज गरिरहेको छ भने यतातिर चाहिँ तपाईले देख्न सक्नुहुन्छ। कुनै मान्छे कुदेर पनि थाकेर बिस्तारै वाकिङ गरिरहेछ भने कुनै मान्छे कुदिरहेको छ। तपाईहरु मजाले देख्न सक्नुहुन्छ। यही हो हरेक एक्टिभिटिज गर्ने ठाउँ भने म पनि यसमा इन्भल्भ भएँ अब, है त। तपाईहरु देख्न सक्नुहुन्छ। हवस्।